यता चाहिँ अलैँची नै अलैँची रहेछ अलैँची बगान पुरै हाँगदेवा पहिरो थियो पर यो फुलेको चाहिँ के हो मम्मी यस्तो यो के को बोट रहेछ पुरै फुलेको छ यता चाहिँ अलैँची नै अलैँची रहेछ अलैँची बगान पुरै सबै पहिरै पहिरो छ यो नामै हाँगदेवा पहिरो होइन यो हाँगदेवा बोल्दो भने पुरै पहिरै पहिरो छ बिचबिचमै त्यो पहिरो आर लडेर आरै ढुङ्गा यसरी आएको होला नि धेरै एसियाकै तेस्रो ठुलो पहिरो भन्छन् हाँगदेवाको अहिले त बोट बिरुवा लाएर त्यति धेरै पहिरो जस्तो देखिँदैन रहेछ सबै धसेको छ हेर्नु पहिरो त यता परसमै यता उँधो पनि धसेर यो सबै पहिरो हो नि त यो अहिले अलैँची रोपेर यस्तो भएको त यो पुरै यो माथिदेखि यो चाहिँ पुरानो पेम्पसहरू फाल्दो रहेछन् हिउँदी चाहिँ पुरै यो पारिपट्टि फुलबारी हो खोक्लेङ पारिपट्टिको फुलबारी चाहिँ यो वर्षै नै झर्दो रहेछ नि पहिरो यहाँ चाहिँ त्यही त खामिँदो रहेछ बत्तलहरू चाहिँ पर ल्याएर यहाँ फाल्दा रहेछन् त्यही त यहाँ फालेर अहिले पहिरो जाँदै जाँदै गर्दा यहाँ निस्केछ नि होइन त्यही फालेको होला नि फोहोर फालेको